हाई गुड मर्निङ वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म मेरो घरमा चाहिँ मेरो नानीको बर्थडे हुँदैछ, 17th बर्थडे। त्यो बर्थडेको लागि चाहिँ हल्का अब रमाइलोको लागि गर्दैछु गाइस। अन्त हेर्नु होला, तपाईँहरूलाई देखाउने छु अगाडि के कस्तो हुन्छ गाइस। आजको मेरो घरको मतलब बागडोराको मौसम त्यस्तो छ गाइस। आज चाहिँ घाम लागेछ, मजाले घाम तापेर बसिरहेको छु। मेरो प्लानहरू त्यस्तो छ गाइस, हेर्नुहोस्। यहाँ हाम्रो माया दिदी नै आउनु भएको छ आज मेरो घरमा मलाई हेल्प गर्नु लागि। मेरो नानीलाई पर्खेको म चाहिँ गाइस। नानी बाथरुममा नुहाउँदैछ र पर्खेको, खोइ कति घन्टा भइसक्यो, कतिखेर निस्किन्छ त्यही हो गाइस। अब एकछिनमा सुरु हुन्छ। नानी पनि निस्क्यो गाइस नुहाएर। अब यसलाई पूजा गरेर लगाउनु पर्यो, अन्त तालामुनि गएर फेरि काम गर्नु पर्यो गाइस। त्यस्तै छ। म कति धेरै गाइस भन्छु, तर अब हल्का सुधार्दै गर्नु पर्यो गाइस। यो चाहिँ दर्शन दिदीको घर हो। यति राम्रो छ कि दिदीको फुल हेर्नुहोस् न गाइस, यति राम्रो छ। यो बगानबेली यति कलरको। हाम्रो चाहिँ घरमा फुलै हुँदैन, यहाँ दिदीकोमा चाहिँ यति दामी हुन्छ। मेरो प्लान हो गाइस, हेर्नुहोस् न, बुढाले लगाउनु भएको। फुल मेरो छोरी ब्रस गर्दा छिटो गर नानी, छिटो गर्नुहोस् त। आज देखेर रहेछ नि कर्स्याङ त, देखेर रहेछ आज त धुम्म भएर। यो चाहिँ मेरो फुलहरू गाइस, हेर्नुहोस् मेरो छतको। यो चाहिँ मैले अनलाइनबाट मगाएको गाइस। यो चाहिँ छोड्दै नानी थियो, यो चाहिँ मैले अनलाइनबाट मगाएको। यो चाहिँ फुलको स्ट्यान्डहरू मेरो नानी। मेरो मनी प्लान्ट हो यो, कस्तो खोइ झुन्डेर पुरै माथिदेखि झुन्डेको दुन्दुङ। गाइस आज चाहिँ दिदीहरू आउनु भएको छ, शान्ति लावती दिदी, अन्त त भीमकुमारी दिदीहरूले चाहिँ यहाँ सेलरोटी बनाउनु हुँदैछ गाइस। हेर्नुहोस् कस्तो मजाको रोटी, गोलो हजुर। आज चाहिँ मेरो नानीको बर्थडेमा दिदीहरू हेर्नु न कस्तो मजाको गोलो रोटी बनाइदिनु हुँदैछ गाइस। हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ भीमकुमारी दिदी हुनुहुन्छ। मेरो च्यानलमा भनिदिनुहोस् न केही शब्द दिदी। यसलाई हेर्नु नि त, साथी दिदी भनिदिनुहोस् त शान्ति लावती दिदी। सेलरोटी हेर्नुहोस् त, साथी दिदीले यति दामी रोटी बनाइदिनु भएको छ कि मेरो नानीको बर्थडेमा। हेर्नुहोस् गाइस, वाउ दामी भयो। हो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला सुनिता गुरुङ युट्युब च्यानलमा गाइस। तपाईँहरू दामी बनाउनु भयो रोटी शान्ति भीमकुमारी दिदीले। ए रोटीमा ल यस्तो छ गाइस, हेर्नुहोस् रोटी पनि यस्तो मजाको भएको छ। तपाईँ पनि यसो 2 शब्द जाओस् न मेरो यो च्यानलमा दिदी। तपाईँको च्यानलमा लाइक अनि के अरे कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला सबैजनाले। हो धन्यवाद। अब हेर्नुहोस् है दिदीले कस्तो मजाको रोटी पोल्नुहुन्छ कि। जानी नजानी भएबाट यसो वाउ हेर्नुहोस् त लु। यति मजाको रोटी पोल्नु भएको छ गाइस। हेर्नुहोस् है साथीहरू, शान्ति दिदीले माया दिदी चाहिँ प्याजहरू काटिदिनु हुँदैछ गाइस। गोर्खा चटनीको लागि गोर्खा चटनी, आलुदमको लागि यहाँ रेडी, आलु भइसक्यो। यहाँ शान्ति लावती दिदीले चाहिँ सेलरोटी मजाले बनाइदिनु हुँदैछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। मासु हुँदैछ। यहाँ सचित्रा दिदी नै आउनुभयो। सचित्रा दिदी दिदी सचित्रा दिदी हुनुहुन्छ उहाँ चाहिँ।
उहाँ चाहिँ सचित्रा लिम्बू होइन दिदी लिम्बू राई हुनुहुन्छ यहाँ भीमकुमारी दिदी यो चाहिँ मेरो पुरानो पहिले किचन हो गाई उहाँ चाहिँ चामलिङ राई अरे दिदी तपाईँ चाहिँ के दिदी के लिम्बू तपाईँ सचित्रा दिदी औ तपाईँ चाहिँ के लिम्बू अरे राई लिम्बू हो तपाईँ चाहिँ के थोप्रे ए कुलुङ राई हो थोप्रा त तपाईँ काका थोप्रा त लिम्बू नि त्यो हाम्रो कराटे गुरुको नाम चाहिँ थोप्रा के थोप्रा हो नि काका नि तपाईँको गाइस यहाँ चाहिँ मेरो नानीको बर्थडेको लागि चिकन मेरिनेट हुँदैछ चिकन स्न्याक्सको लागि पाक्यो हुन्छ यो चाहिँ सेलरोटी हो नानीको बर्थडेको लागि बनाएको रोटी हेर्नुहोस् दिदीहरूले बनाउनुको रोटी हाम्रो दिदीहरूले बनाउनु भएको यहाँ चाहिँ दाजु दिदी हुनुहुन्छ गाइस एकाउन दाजु लाउती दाजु हुनुहुन्छ दिदी यहाँ मेरो भ्लगमा हेर्नु है दाजु ल भरे के गर्नु भएको गाइस हुँदैछ यहाँ बर्थडेको रोटी सेलरोटी गाइस नानीको बर्थडेको देखा तेरो बर्थडेको रोटीहरू यति नै हो गाइस आज चाहिँ मेरो छोरीको बर्थडे हो अन्त सबैजना आउनु भएको छ यहाँ दाजु रोजना अमैरा यहाँ मिना दिदी सजनाको मम्मी यहाँ छ गाइस हामी चाहिँ आज चाहिँ मेरो छोरीको बर्थडे हो केक चाहिँ छ गाइस के हुँदैन घरको लुगाले पनि हजुर यहाँ अमैरा र एलिसा छ गाइस हेर्नुहोस् मेरो छोरीको बर्थडेमा आज चाहिँ मेरो छोरीको बर्थडेमा गाइस आज हामीले यहाँ सबैजना राहुल पनि आयो गाइस आज चाहिँ एल्साको बर्थडेमा यहाँ रोजना आउनुहोस् है दिदी दसैँ दिन आउनु भयो गाइस आज सृष्टि ल आयो आउनु भयो गाइस बस्नुहोस् गाइस यहाँ चाहिँ दिदीहरू आउनुभयो नानीको बर्थडेमा चाहिँ यहाँ सबैजना दाजु दिदीहरू सबैजना आइसक्नु भएको छ गाइस यहाँ चाहिँ माया दिदीहरू आइसक्नु भएको छ माया दिदीको क्युट छ छोरी यहाँ सोहिता नानी यता सानी दिदी हाई आज चाहिँ मेरो नानीको बर्थडेमा सबैजना आइसक्नु भएको छ दिदीहरू कुन दिदीहरू आउनु भएको छैन अनि पर्खिरहेको छु गाइस यहाँ दाजु दिदीहरू सबैजना आइसक्नु भएको छ यहाँ छोरी सृष्टि स्वागत छ मेरो ब्लगमा हजुरलाई हजुर शान्ति के तपाईँ त शान्ति लाउती उहाँ चाहिँ म सचित्रा लिम्बू तपाईँ भीमकुमारी राई म चामलिङ राई हो ल गाइस हामी चाहिँ यहाँ दिदी हामी सबैजना बर्थडेको लागि रेडी छौँ अगाडि आइसक्नु भयो दाजुहरू सबैजना हामी चाहिँ यहाँ पर्खेर बसेको गाइस तपाईँहरूलाई देखाउनु छु अगाडि के कस्तो हुन्छ भनेर यहाँ चाहिँ सचित्रा दिदी उहाँ चाहिँ लिम्बू हुनुहुन्छ गाइस मेरो किनभने लिम्बू साथीहरू पनि हुनुहुन्छ नि त्यही भएर तपाईँलाई देखाइदिएको ऊ चाहिँ माया दिदी नानी कति राम्रो छ गुडिया जस्तै
गाइस आज नानीको बर्थडे सुरु हुन आँट्यो अब देखाउँदैछु हेलो गाइज यहाँ चाहिँ हाम्रो दाजुहरू आउनु भएको छ दिदी दाजुहरू मेरो भ्लगमा सबैलाई स्वागत छ यहाँ मेममा आउनु भएको छ यहाँ चाहिँ सापले चाहिँ यहाँ चाहिँ बर्थडे गर्लको बाउले चाहिँ यहाँ टिका लगाइदिनु आँट्नु भएको छ गाइज अब लु बर्थडे सुरु भयो फिटनेस हुनुपर्छ है अस्ति कुद्नु छोडेर त्यतिकै त राम्रो भएन आज मेरो नानीको बर्थडेमा सबैजना आउनु भएको छ ए बस्नु बस्नु ए जाउँ हामी तल दाजु तल तल जाउँ है हामी ल ल बस्नु बस्नु तल थालहरू प्लेटहरू लाँदै लास्टमा सबैजना ग्रुपिङ खिचौँ न फोटो अनि बस्नु भाइ बस्नु मान्छ Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Anisa. Happy birthday to you. कतिमा त बिहे गराइदिएको थियो नि त्यति बेला त 12-13मै सानो रुनाल पर घर हुँदा आउँथ्यो नि त्यो बर्थडेमा उता जानु के हो अरे म त यहाँ माथि त कहिले पसे गरौँ भएन नि फेरि लगाइदिउँ गयौँ ल ल ल दिदी भीमगढी छोडेर फर्किँदै आउनु न एकपल्ट अहिले थोरै मैले के ल्याउनु केही त छैन टिका लाग्यो नि ल्याएको न सबैले लगाइछ ए थुप्रै ठाउँ छ है के त्यो पेपरको थियो नि खोइ कहाँ छन् मैले लगाइदिइसकेको त हटिहालोस् अनि के खुवाउनु लगाइदिनु रहेछ चटाइदिनु छुरीले नै भइदिएको हुन्छ त बर्थडे पार्टीमा म त्यति जान्दिनँ खाइनु हुँदैन केटाकेटीलाई पठाउँछु म काट्ला नि छुरीले आउनु नानी आउनु बहिनी दादा
काले त घरको मान्छेले झन् ढिलो के हुँदैन होइन के हुँदैन तिम्रो नि बर्थडे छ क्या नाको वा साउको भयो एक बर्थडे त्यहाँ भयो लु भयो एकदम बिजी हुन्छ एकदम बिजी यता काम गर्नुमा सो आम having यो चाहिँ हाम्रो गाउँको भाउजूले बनाउनु भएको उनको होम बेकरी छ एन्ड दिस इज सो गुड अनि माइजूको हातको खाना त अलवेज दामी छ दामी मम्मीहरू बसिराख्नु भएको छ यहाँ हेर्दैया देखिँदैन त आज चाहिँ मेरो नानीको बर्थडे पनि पुरा भयो खत्तम भयो त्यहाँ सबै साथीहरू दिदीहरू पनि पुरै घरमा मतलब जानुभयो अन्त यस्तै भयो नानीको बर्थडे के कस्तो लाग्यो कमेन्ट्स गर्नु होला म चाहिँ आज चाहिँ पुरा मतलब बर्थडेमा बिहानदेखि काम गरेर भएर होला गाइस पुरा गरिरहेको छु अन्त यहाँ चाहिँ मेरो जेठी दिदीको छोरा पनि आउनु भएको छ सुरज पनि यता भाइ यहाँ सुरज पनि बहिनीको बर्थडे खानु आएछ गाइस अन्त यहाँ बसिरहेछ मेरो नानी चाहिँ यहाँ छ गाइस आज मेरो छोरीको बर्थडे हो अन्त ह्याप्पी बर्थडे भाइ मोटु मोटु त के भन्नु आमा छोरी नै मोटु मेरो मुटुलाई ह्याप्पी बर्थडे छ अन्त गाइस आज चाहिँ यस्तै भयो रमाइलो भयो अब तपाईँहरूलाई के भन्नु है अब पुरा थाकेको छु अब सुत्ने यस्तै सबै साथीहरू दिदी बहिनीहरू सबैजना जानुभयो नानीको बत्ती यहाँ दियो जलाएको दियो पनि मजाले जलिरहेछ गाइस अन्त यहाँ चाहिँ मेरो दिदीको जेठी दिदीको छोरा यहाँ चाहिँ आमा छोरी अब बर्थडेको डेकोरेसन चाहिँ खासै गर्नु राम्रो त गरेन तर पनि नर्मल गरेको छु बाई हेर्दै गर्नु होला।